मेरो घर मूल सडकको छेउमा छ। उसमाथि पनि मेरो कोठा त सडकतर्फ नै पर्छ। झ्याल उदाङ्गै खोलेर सडकको चहल पहल हेर्नु मेरो आफ्नो दिनचर्याको एउटा मुख्य अङ्ग नै हो। म प्राय यहीँबाट हेरिरहन्छु। यहाँका सधैँ ओहोर दोहोर गर्नेहरू प्राय सबैलाई म चिन्छु। अड्डा जानेहरू, विद्यार्थीहरू तथा दूध रोटी बेच्नेहरू सबैलाई। यसो भनौँ, मेरो बसी बिहालो नै यही झ्याल छ, अर्थात् मलाई पटक्कै फुर्सद छैन। यसो भन्नाले यही झ्याल कुरेर मैले जीवन बिताएको भने होइन। एक समय यस्तो पनि थियो जब यो झ्यालमा धर्ना दिनु त कुरै छाडिदियो। चिहाउन मात्रै पनि एउटा साँच्चीकै पाप ठानिन्थ्यो। तर बिस्तारै बिस्तारै 7 साल, बुबाको मृत्यु र आफ्नो शिक्षाको विकास इत्यादिले गर्दा समयको नै हेरफेर भयो। मेरो यस झ्यालसँग धेरै घनिष्ठता बढ्यो। झन् पढिसकेर बिहानीको स्कुलमा जागिर खान थालेदेखि त मलाई प्रतिबन्ध लगाउने कोही पनि छैन। यो झ्यालबाट एकनास हेरिरहनुमा मेरो नैतिकताको कुनै सम्बन्ध छैन। म कातर स्वभावकी छु। म कसैसँग बोल्दिनँ, कसैसँग आँखा जुदाउँदिनँ। अझसम्म कसैलाई माया प्रीति जनाएकी छैन। यसो भनौँ कि सबप्रति मेरो रत्तिभर पनि जाग्दैन। म हृदयभरि आदर्शहरू बोकेर हिँड्छु, तर तीमध्ये कुनै पनि काम लाग्ने, लागू हुन सक्ने र प्रगतिशील खालका छैनन्। यस्तो छटपटिएको र नापेको आदर्श भएर होला मेरो कुनै ठोस उद्देश्य पनि छैन। कसैप्रति मेरो रुचि छैन, कसैले म प्रति रुचि राखेको छैन। म एक तमासकी छु, अनौठी छु। एउटा फुल नफुल्ने अथवा एउटा ढुङ्गोभन्दा बढ्ता मेरो जीवनको कुनै पनि महत्त्व छैन। सामाजिक कार्य, साहित्य, गफ तथा सिनेमा पनि केही पनि मेरो रुचि नभएकोले यो झ्याल नै एउटा मनोरञ्जन र विलासको साधन भएको छ। यही झ्यालबाट सडक सधैँ पढिरहन्छु र पढ्दै तुरुन्तै बिर्सँदै गर्छु। यो फागुनको सुरु हो। दिन उज्यालो छ, घाम मन्द छ। म भर्खर आएर झ्यालमा बसेकी छु। अड्डा जानेहरू गइसके, सडक सुनसान छ। स्कुल लागिसकेपछि आउने विद्यार्थीहरू फटाकफुटुक गइराखेका छन्। मेरो घरदेखि अलिक मास्तिर एउटा स्कुल छ जहाँ केटाहरू मात्रै पढाइन्छ। यतिकैमा म देख्छु मेरो झ्यालको सोझै मुनतिर 2 जना ठिटाहरू। एकजना उभिएको छ र अर्को घोप्टिएर साइकलको जन्जिर हाल्न लागेको छ। उनीहरू लगभग 12-13 वर्षका हुँदा हुन्। घोप्टेर साइकलको जन्जिर हाल्नेले टाउको उँभो उठाउँछ र मलाई झ्यालमा देख्छ। म एकटक उसलाई हेरिरहन्छु। ऊ लाज मान्दै गाला र कान रातो पार्दै त्यहाँबाट भाग्छ। आजको दिन एउटा विशेष दिन। आजको हेराइ एउटा विशेष हेराइ। आजको संयोग एउटा विशेष संयोग, जसलाई हो निकै बेर आँखा जुदाएर मैले हेरेकी। मेरो आँखाबाट त्यो छिटो भाग्छ, तर म उसलाई बिर्सन सक्दिनँ। कालो कालो अनुहारमा 2 अति रहर लाग्दा आँखा, चञ्चल पुतली, घुम्रिएको कपाल, कञ्चट र गुचुकमा मुद्रा पारेर झरेको कपाल, मन हेर्ने मुस्कान र कोसिस गर्दा पनि बोल्न सक्दिनँ। मलाई भित्र कता कता काउकुती लाग्छ, रमाइलो लाग्छ। कुनै यो कस्तो अनुभवको प्रहार हो? बुझ्न खोज्छु, बुझ्न सक्दिनँ। यो झ्याल नौलो लाग्छ, रमाइलो लाग्छ, अनि फेरि आफैलाई बिरामी अनुभव गर्छु। तर के कुरा, यस्तो चञ्चलता अघि मलाई कहिल्यै आएन। सम्झन अथवा बिर्सनलाई मसँग कुनै पनि विषय नै थिएन। चिन्तन गर्नलाई कुनै दुःखै थिएन। एक किसिमले सुखी नै थिएँ। तर 16 छँदा पनि नलागेको काउकुती आज यो उमेरमा किन? त्यसैले आफ्नो एकनास जीवनभन्दा विपरीत यो भावना आइदिएकोले मैले भनिसकेँ नि, म बिरामीको अनुभव गर्छु। त्यस दिनदेखि यता सधैँ म उसलाई देख्छु। अब कल्पना गर्नलाई मसँग एउटा छाया छ, सोच्नलाई एउटा विषय। अब म आफूभित्र त्यति फिक्का छैन।
मेरो छातीमा पनि तरल पदार्थ सलबलाउन थालिसकेको छ। म आफैभित्र पग्लिसकेकी छु। ऊ आउँछ, पेटीमा उभिएर मासतिर झ्यालतिर हेर्छ। साथीलाई छिँडीको पसलेका केही किन्न पठाउँछ र आफू त्यहीँ उभिएर सुसेल्ने बहाना गर्छ। मसँग आँखा जुत्यो भने गालामा, कञ्चटमा, आँखाको छेउछेउमा सहिनसक्ता मुस्कानहरू नचाउँछ। साथीसँग चिरबिर चिरबिर अर्थै नबुझिने कुरा गर्छ। मलाई त्यो बोली फागुनको बिहानै चरा कराएको जस्तो मिठो लाग्छ। सानो घन्टी बजेको जस्तै स्वादिलो लाग्छ। मेरो कानमा स्वादै स्वाद भरिन्छ। यसले मलाई सन्तुष्टि दिन्छ। आत्मा सन्तुष्टि। तर यो नयाँ अनुभूतिको जुन छटपटी छ त्यो हराउँदैन। प्रश्न चिन्हहरू झन झन बढ्दा मात्रामा रुमल्लिँदै आउँछन्। माया, ममता, स्नेह, प्रेम जस्तै कुनै भावनाले मलाई उकुस मुकुस बनाइराख्छ। म थाहा पाउँछु म भित्र जग नभएको एउटा हावामा झुन्डिएको घर तयार भइसकेको छ। म अझ स्पष्टै थाहा पाउँछु मेरो छाती चस्किन्छ। केही चिज पोखिएर बाहिर आउन खोज्छ। म कम बोल्छु, त्यसैले सबै कुरो ममा अव्यक्त छ। हुँदाहुँदै मेरो मन पराई त्यो ठिटोप्रति सीमा नागेर आइसकेको छ। त्यसलाई देख्दै म अधीर हुन्छु। उसलाई अङ्कमाल गर्न मन लाग्छ। उसका दुवै गालामा मोही खान मन लाग्छ। काखमा राखेर खेलाउन मन लाग्छ। सत्य कुरो हो। उसलाई निचोड्न मन लाग्छ, ऐठ्याउन मन लाग्छ। मलाई स्टिरिया हुन खोज्छ। मेरो मानसिक सन्तुलन ढलपल ढलपल हुन खोजेको प्रष्टै थाहा पाउँछु। समयको विकास भइसकेको छ। मानिसमा इच्छा शक्तिको केही अधीर जन्मेको छ। पशु जस्तै सहज ज्ञानमा चले मानिस अनैतिक र असामाजिक ठहरिन्छ। मानिसलाई विभिन्न दृष्टिकोणबाट जोखेर फालिदिन्छ। आफैलाई झोक्छ। म पनि आफैलाई राम्रोसँग पारख गर्छु। कारण यो अनुभव मलाई मानसिक रोग जस्तै भइसकेको छ। खाटमा पल्टन्छु, सोध्छु। अरूको भन्दा मेरो भिन्नै चरित्र छ, भिन्नै आदर्श छ। मलाई कुकुरे बैंसले छोएन, यौवनको चञ्चलताले छोएन। मलाई कहिले कसैसित प्रेम गरौँ जस्तो लागेन। मलाई विवाह गर्ने सोख पनि लागेन। गृहिणी बढ्ने रहर पनि भएन। म अविवाहित छु, वयस्क हुन थालिसके। विवाह त हुन सक्छ, संयोग न हो, तर रहर लाग्दो विवाह हुँदै होइन। मलाई विवाहमा चाखै छैन। उमेर जति पुग्यो त्यति छिप्पिएकी म देखिन्न। मुख हेर्ने ऐनाले अझसम्म तिरस्कार गरेको छैन। मैले सुनेकी छु विवाह नगरेर बसेपछि जीवन निरर्थक र विरक्ति आउँछ। यौन सम्बन्धी रोग लाग्छ, तर यो विरक्ति मलाई लागेको छैन। रोग भनेको यही हो कि भन्न सकिन्न। म बिल्कुल जीवनहीन भइसकेकी छैन। मैले सुनेको छु यो उमेरमा मानिसमा विकृति आउँछ। विशेष बिहे नगरी बसे। ममा त्यही विकृति आउन लागेको त होइन। म झस्किन्छु, फेरि आफैलाई सान्त्वना दिन्छु, किनभने यो उमेरमा पोखिएको पवित्र प्रेमलाई पनि मानिस विकृति नै भन्छ। मैले पढेकी छु 35 वर्षसम्म स्वास्नी मानिसको शरीर इन्द्रियको दास हुन्छ। म डराउँछु, पसिना चिटचिट आउँछ, घाँटी निमोठिएर आउँछ। म आफ्नो उमेरको हिसाब लगाउन खोज्छु। म अहिले 35 नागेकी छैन, म 35 पुगेकी पनि छैन, तर बिहे गरेकी भए त्यही ठिटो जत्रो डड्डो मेरो छोरो भइसक्थ्यो। यो छोरो शब्द आउन साथ ममा भुइँचालो जान्छ। एक पत्र तुवालो फाट्छ। एउटा ठुलो प्रश्न चिन्ह हराउँछ। छटपटी कम हुन्छ। घाँटी निमोठिन छाड्छ। एकैसाथ धेरैवटा बोटले छोड्छ। अर्को सन्तुष्टि मिल्छ, तर केही पोखिन खोज्ने चिज पोखिन बाँकी नै रहन्छ। जे होस्, म आफूलाई 20 को 19 स्वस्थ पाउँछु। भोलि हुन्छ, भोलि हुन्छ, भोलि हुन्छ। मेरो रोग कम भएको छ, तर सोचाइको मात्रा बढेको छ। मलाई फेरि पनि फुर्सद छैन। त्यस ठिटोलाई अङ्कमाल गर्ने मोही खाने आवेग छुटेको छैन। त्यो मेरो छोरो वा अरू केही। सोच्छु सायद त्यो प्रकृतिको वरदान होला। स्वास्नी मानिसको वात्सल्यदेखि वञ्चित रहन सक्दै। स्वास्नी मानिस स्वास्नी हुनुभन्दा जननी पहिला भइहोली। त्यसैले मातृप्रेम धेरै उच्च छ। छोरो 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 छोरो, म जहीँ तहीँ छोरो देख्छु।
हामी पनि छोरो छोरो भन्दा भन्दै जन्मदै गएका छोरीहरू हौँ। म भन्छु छोरा, सबै छोरा भन्छन्। कल्पना गर्छु यहाँ सबै छोरै छोरा भए अनि आफै खिस्सा हाँस्छु। तर छोरो खेलाउनलाई पोइ चाहिन्छ। पोइ भन्नासाथ मेरो आङ सिरिङ्ग हुन्छ, किनकि यो पोइ मैले कहिले कल्पना नगरेको वस्तु हो। पोइ भन्दा मलाई घिन लाग्छ। एउटा छोराको लोभले म कल्पनामा पोइ समात्न खोज्छु, तर मरे पनि समात्न सक्दिनँ। यो पोइ नामको कुनै जीवलाई जबरजस्ती अँगालेर राख्न चाहन्छु। छोराको मूर्ति हटाउन चाहन्छु, तर पोइ भाग्छ। काखमा उही ढड्डु छोरो पल्टी हिँड्छ। मेरी दिदीको सानो मरण च्यासे छोरो छ, तर मलाई त्यसको रहर लाग्दैन। म त्यसलाई खेलाउँदिनँ, किनकि म छोरो भन्यो कि यत्रै ढड्डु देख्छु। अनि मेरो वात्सल्यप्रति मलाई शङ्का लाग्छ। एउटा धुवाँ उठ्छ। क्रमशः प्रश्न बनेर आउँछ, कस्तो छोरो, कस्तो पोइ? पोइ र छोरो पालै पछि मेरो मनस्पटलमा आधुनिक चित्रकला झैँ बुझ्नै नसकिने गरेर आउँछन्। तर म सन्तुष्ट छु, किनभने मेरो मनबाट 75% विकार भागिसकेको छ। फागुनको आरम्भ छ। स्कुले केटाहरू त्यसै तम्सेर अबिर खेल्छन्, लोला हान्छन्। धमाधम आउन लागेका छन्। म छिँडीको पसलमा हुन्छु। साउको छेउैमा नयाँ नयाँ पुस्तकहरूको थाक छ। जिल्ला शुद्ध हालेको छ। म पुस्तकहरू खेलाउँदै सोध्छु, यो कसको हो? साउले हतार साथ जवाब दिन्छ, बेच्न ल्याएको। मेरो जिज्ञासा बढ्छ, यस्तो नयाँ? फेरि प्रश्न गर्छु, कसले? साउ यताउता आँखा डुलाउँछ, सङ्केत गर्छ, ऊ त्यसैले। म देख्छु मेरो छोरो भनाउँदो मुस्कुराउँदै आइरहेको छ। मलाई सङ्कोच लाग्छ, लाज लाग्छ। सायद आमा भइ सक्नेहरूमा छोराप्रति यस्तै भावुकता रहँदो हो। मलाई एउटा प्रश्न सोध्न मन लाग्छ। म सोध्छु, यो किन बेच्या हँ? साउले गर्वसाथ जवाफ दिन्छ, चुरोट खानलाई, सिनेमा हेर्नलाई। मेरो आँखाको अगाडि कालो पर्दा आउँछ। आफैलाई अलिकति तल खसेको अनुभव हुन्छ। तर साउ बिचैमा पुरिदिन्छ, त्यो ठिटोले तपाईँलाई सोध्या थियो, त्यो झ्यालमा बस्ने स्वास्नी मान्छे को हँ? मलाई फेरि अर्को कौकुती लागेर आउँछ। तर सोच्न पर्ने कुरा धेरै छ। पुस्तक, चुरोट, सिनेमा, तर सोच्न पाउँदिनँ। निधारमा बज्रेको लोलाले आँखामा फिलङ्ग उडाइदिन्छ। म लाजले र लोलाको रङले अतम्य हुन्छु। मेरो छोरो सुकुमारी हाँसो हाँस्दै अलिक पर बिराकेको हुन्छ। यो मुस्कान चाहिँ म पटक्कै सहन सक्दिनँ र भाग्छु। तर हिँडाइमा बोध छैन। फुल जस्तो हल्का पाएको छ मेरो पाइलो। त्यसपछि म गन्थन गर्नै सक्दिनँ। केही त मैले पाएकै छु। त्यस रात म सपना देख्छु, मैले भर्खर एउटा छोरोलाई जन्म दिएको छु र मातृवर्गले फुलेर दङ्गदास भएकी छु। मेरो छोरो काखमा नहटाएर पल्टेको छ र मसित चुरोट खाने पैसा मागिरहेको छ। म बेउजन्छु। मेरो आँखा भरिएर आउँछ। तर उसको सुकुमार स्पर्शले मलाई नसा चढाइराखेको हुन्छ। अचेतन अवस्थामा नै म उसको बदमासी केवल आफैभित्र ढाकछोप गरिदिन्छु र भन्छु, मेरो बाबा, तिमी असाध्यै राम्रा छौ। सायद यसरी आमा भइसकेकाहरूले छोराको बदमासी लुकाउन कता कता हृदयको अन्तरमा सुरक्षा साँचेका नै हुँदा हुन्। मायाको बन्धन, के विश्वास, साथै के विश्वास आजको युग नैतिकता र विकासको। मेरो आदर्शले घेरा हालेर मलाई थुनेका छन्। म आमा भइसके कि क्या हो कुन्नी। मेरो स्वभाव बदलिसकेको छ। म तस्बिरको बालकलाई माया गर्छु। बाटोको धुलोमा खेल्ने बच्चालाई त्यसै अँगालौँ जस्तो लाग्छ। पूर्णिमाको दिन, आकाश सफा छ, घाम चरलको छ। वातावरणमा एउटा उद्वेग छ, चञ्चलता छ। म प्रतीक्षामा छु। मैले नरोपेको फुलको आशा लाग्छ। सायद फुल त हो, माटो र बर्सात न हो। यतिकैमा म साइकलको घन्टी बजेको सुन्छु। हेर्छु र हेरेको हेरै हुन्छु। कान र गालाको मुस्कान, चुरोट र फोक्सोको उकेल्ने कोकी, सफा बाटो र खखार। म अधालित छु, तर मेरो आँखा भरिँदैन। यसैले कि म आमा होइन। अबको पालि आँखामा होइन, हृदयमा कालो पर्दा आउँछ। म निकै तहल खस्छु।
मेरो रोग फेरि बढ्न थालेको छ। मलाई मानसिक रोग लागेको छ। म यस रोगलाई व्यक्त गर्न पटक्कै सक्दिनँ। म शिक्षित छु, चेतनामा चल्छु। जबसम्म चेतनाले औँल्याउँछ म आफूलाई र आफ्ना आदर्शहरूलाई खरानी हुन दिन्न। यो मानसिक विकास होस्, चाहे यौन विकार, चाहे कुनै किसिमको माया सम्बन्ध नै होस्। म कसलाई भनौँ, जबकि व्यक्त गरेर हलुको हुने समस्या नै होइन। यो बाँडेर सिद्धिने दुःख होइन। प्लास्टिकको गोलीलाई ओथर्न खोजेकी निर्लज्ज कुखुराकी माउ जस्तो म एउटा कोरा भावनामा आफैलाई पेल्स्याएर हिँड्ने, तर त्यो कुखुरीको आवेग एउटा सत्य हो अनि मेरो कुनै सत्य हो कि झुट। फागुनको अन्त अन्त सारा प्रकृतिलाई कुतकुत्याउने बसन्तको सिरसिरे हावा चलेको छ। मध्याह्नको दिन घामलाई पातलो तुवालोले छोपेको छ। सहरतर्फ जान हिँडिरहेको छु मन्द गतिमा। परको भट्टी पसल आइपुग्छ। त्यहाँ एउटा बुढी कन्या साहुनी छ, फरासिली छ, साथै चोथाले, तर व्यापार गर्न असाध्यै सिपालु। अनायस म त्यतातिर हेर्छु, सोध्छु यहाँ उसलाई किन आउनु पर्यो? चिया खानलाई होइन? बुढाबुढीलाई चिया किन खानुपर्छ? लौ चिया खान आएको रे। तर यहाँ त मासुको अचार र रक्सी पो चल्छ त। मेरो अहङ सिरिङ्ग हुन्छ। मेरो छोरो भनाउँदो हात हालेर साउनीसँग ठट्टा गरिरहेको हुन्छ। मतिर उस्तै गरी हाँसेर हेर्छ। साउनी भनिराखेकी छे, ए छाड मोरा, बुढी मान्छेसँग चल्छ। शब्दको चरको चाबुकको प्रहारले मेरो अङ्ग झननन हुन्छ। मेरो छोरो छिपिँदै गएको पाउँछु, तर मेरो पछि पछि ऊ आइरहेको छ। घन्टी जस्तै बज्दै, चरा जस्तै चिरबिराउँदै म प्रष्ट सुन्छु र विश्वास गर्छु। मेरो लगाई र हिँडाइमाथि कैफियत दिदी बोल्दै गएका निम्न कोटीका शब्दहरू, मलाई नै घोचपेच गर्दै छुट्टिरहेको तल्लो दर्जाका बोलीहरू। तर मलाई लाग्छ पिस्तोलको तातो गोली कानैबाट सन्सनाएर गइरहेको छ। मेरो कानबाट धेरै ठुलो वस्तु हराउँछ। म तल खस्छु, धेरै तल, धेरै तल। अबको पाली छोप्ने कालोले मलाई विश्वास नै कालो देखाइदिन्छ। मलाई फेरि हिस्टेरिया हुन खोज्छ। पछि फर्केर केही भन्न खोज्छु, तर सक्दिनँ। कुन आदर्शको आधारमा म धारे हात लगाउँदै तर्सन्छु। म शराब छु। योग परिवर्तनलाई, शिक्षा पद्धतिलाई, आमाहरूको मायालाई, केवल शराब दिन आफ्नै कायरतालाई। जलन, घृणा र हीनताको अनुभवले मेरो अनुहारभरि विकार ल्याउँछ। यो म आफै खस्किन लागेको मेरो तल्लो ओठबाट सजिलै थाहा पाउँछु। यी सब ओठ समेतलाई लपेट्न अनायस आफै मेरो नाक बज्छ। मेरो आङ सिरिङ्ग हुन्छ। मलाई जाडो लाग्छ, पसिना पनि आउँछ। तर मलाई रोगले छोड्दै गएको जस्तो लाग्छ, पसिना आएपछि छुट्ने ज्वरो जस्तो। बाहिरको संसार र दृष्टि क्षितिजसम्मको दूरीमा नै सिद्धिन्छ। तर मनको संसार के भनौँ? मनको सृष्टि नै विभिन्न। म त राम्रैसँग ठिक भइसकेकी छु। मेरो छातीबाट एउटा गरुङ ढुङ्गा हटिसकेको छ। पोखिन चाहिने वस्तु अब उपरान्त पोखिन चाहन्न क्यारे, भागिसकेको छ। केही हराएको छ, तर त्यसको अभावले कति पनि बोल्दैन। अब म झ्यालबाट हेर्दिनँ, सडक पढ्दिनँ। अब मलाई फुर्सदै फुर्सद छ। आज दिनभरि दराजमा भएका पत्रपत्रिका हेरिबसेकी छु। म धेरै कठोर भइसकेकी छु। म भित्र सलबलाएको त्यो तरल पदार्थ पुस महिनाको पानी जमेझैँ जमिसकेको छ। अब पग्लन्न, कहिल्यै पग्लन्न।